कोही दिन्छ र भन्छ हामीलाई त है कति मिठो खै त यता बस सो हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल आई होप सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदम सन्चै छु आज चाहिँ म बाख्रा लाउन हिँडिरहेको छु देख्न सक्नुहुन्छ बाख्रा हाम्रो बाख्रा चाहिँ यो हो टक्क लाएर आज चाहिँ मैले बाख्रा लाएर चाहिँ आँप खाने सोचमा छु हेर्नुहोस् त्यो तल आँप छ आँपको बुट्टा हेर्नुहोस् है म जुम गरेर देखाइदिन्छु तपाईँहरूलाई यो देखो यो चाहिँ आँपको बुट्टा हो देख्नुभयो होला नि गाछ आँपको बुट्टा चाहिँ म चाहिँ बाख्रा लाउन गइसकेको छु बाख्रा लाउन हिँडिरहेको छु म चाहिँ जा जा बब्बाल आमा हानिदिने हो कि आज न अब त्यो यस्तो गुलियो हुन्छ कि म चाहिँ अहिले त्यहीँ जान्छु आँप खान होइन अरू पनि त्यहाँ भाइहरू छन् है त्यहाँ भाइहरू छन् बाख्रा लाग्नु गएको छु म चाहिँ बाख्रा लाएर आँप खान जान्छु यो चाहिँ मैले भनिसकेँ हजुरहरूलाई म चाहिँ अहिले टक्क लाएर बाख्रा लाउने ठाउँमा पुगिसकेको छु अब म चाहिँ यहाँदेखि फर्किनु बाख्रा लगाएर हेर्नु सक्नुहुन्छ बाख्रा यहाँबाट जान्छन् हाम्रो आधा बाख्रा चाहिँ वनबाट आएको छैन हिजो राति पानी हिजो राति र दिउँसो पानी परेर चाहिँ बाख्रा आएको छैनन् आधा तिनवटा मात्रै आएको थियो तिनवटा चाहिँ मैले लगाइदिइसकेको छु यहाँबाट जान्छन् आफ्नो ठाउँमा चर्न होइन यिनीहरू चाहिँ म चाहिँ यहाँदेखि फर्किन्छु चट्टो लाएर म त्यहाँदेखि फर्किन्छु यहाँदेखि टक्क लाएर फर्किनु पऱ्यो तल हेर्नु त खोला कत्रो छ यार खोला उतापट्टि आँपको बुट्टा चाहिँ अघि नै मैले देखाएको आँपको बुट्टा यो बाटो गइने ठाउँ पनि चाहिँ त्यही छ क्या त्यहाँ हेर्न सक्नुहुन्छ त्यही यो आँपको बुट्टा त्यति ठुलो हो क्या आँपको बुट्टा पनि हो आँप पनि लास्टै छ भाइ नलाइसक्यो अहिले त्यहाँदेखि नलाइसक्यो बाँदर कटेर चाहिँ यहाँ छ हेर्नु है हाम्रो आफ्नै बाँदर कटेर बाँदर आउँछन् क्या यतातिर बाँदर कुद्नु पर्छ हाम्रो बाँदर कटेर चाहिँ टक्क लाएर यहाँ पनि आँपको बुट्टा नै छ यस्तरी हेर्न सक्छ आँपको बुट्टा टक्क लाएर अब चाहिँ आँप खान जाने हो आँपको बुट्टा त हजुरले देखि नै सक्नुभएको छ त्यहाँ टक्क लाएर आँप खान जानु पर्यो अब लेट्स गो मकै बाडी दड्याम दड्याम हरिया काँक्रा कड्याम कड्याम भन्ने गीत त सुन्नुभएको छ होला नि हजुरहरूले देख्न सक्नुहुन्छ कहिले बेला आइ त कहिले बेला आइ लगानिदिनु लाग्यो जा आँप झड्यो नि खै त आज बाजे खै झाड्ने हो आँप झाड्ने अरे गाइस मस्तले खाने हो आँपको बुढा यही हो यहाँ आँप दाना 2 दाना फलेका छन् एउटा पनि छैन सिप्ला रातो झुप्ला छिटो आयो आँप झाड्ने रे कलाएर अब चाहिँ आँप झाड्ने भनिसकेको छन् बाजेले मजाले खाने हो आँप थिच्चिया हुन्छ नि कोही थिचेको यस्तो गजब हुन्छ नि यति गुलियो हुन्छ कि आँप चाहिँ होइन सोध्नै नसक्नु होला यस्तो गुलियो हुन्छ कि होइन भाइ आइसक्यो परबाट आँप झाड्ने हो टक्क लाएर अब चाहिँ छिटो बुट्टा झाड घच्चा गच त बनाइदिए म जान्छु
कहाँ हो जाने हिँड्दै जा छिटो मलाई देखाउँछस् हाम्रो कहाँले डोको ल्याएर आउँछ त्यहाँभित्रबाट डोको ल्याएर आउनु त्यहाँभित्रबाट रोटीभन्दा बर्बाद हुन्छ यार छिटो जा यस्तो ठुलो हो क्या बुट्टा चाहिँ दुईटा ए बस्छ क्या राता राता त्यति कति छिटो टिप्नु परेको हट कति ठुला ठुला आँखा अब छैन I'm tired. They're tight. Yeah, come. What the fuck? Here, बिचारा. ठिबा. एक दाना नछडिकन. अर्को. ओ को राता कत्रो अनि दाना हेर्दा गाइस यति ठुलो छ कि दाना यस्तो हाल्छै छ क्या यस्तो रातो आँप्छ अनि किच्या यो त मेरै हुन्छ यति वाहन भर्खरै राता दिन्छ नि यति ठुलो आँपमा आफै जडाइनन् बा यति भयो लास्टमा आँप्छ ग्यास यति भएको छ लास्टमा आँप्छ यति भयो इनफ हुन्छ हिजो झारेर टन्ने बनाएर राखेँ हामीले घर आँप्छ त्यही भएर हो यति भयो चाहिँ इनफ हुन्छ आज त टक्क लगाएर लैजाँदैछ दुईजना लाएर झाडेर कति रात बोलान त्यो उता लाग छोरा एकदम आप झाड़ियो आप खाना पाइयो हेलो आप खाना पाउनु भएन हजुर यस्तो छ गाइज होइन आँप चाहिँ खाइयो चट्टा लाएर मैले चाहिँ एउटा आँप लुगाएको थिएँ यहाँ एउटा आँप छ कि छैन भन्ने चेक गरौँ
आठ लुगा चाहिँ एउटा हेर्न सकिन्छ यति ठुलो आँप यस्तो मस्तको आठ लुगा राख्यो यति ठुलो हेर्नुहोस् चट्ट हान्यो अब यसलाई मस्तले बाँदरकोटामा गएर ट्याक्क हान्नुपर्छ यो आँपलाई चाहिँ मस्तले सुनिता होइन र त्यो सुनिता होइन सुनिता ल आँप हात हान्नु पर्यो नि गाई छैन टक्क लाग्दिने टक्क लगाएर हामी चाहिँ बाँदरकोटामा आइसकेका छौँ हामी कतिजना 4 जना ट्याक्क म यो आँप चाहिँ खान्छु यिनीहरू चाहिँ टक्क लगाएर हेर्छन् यो आँप खाएको कस्तो मजाले हेर्छन् होइन यिनीहरू दुइटै त ग्वाम ग्वाम खाने हो होइन गाइस यो आँप चाहिँ आँप झाडीसित खानु पऱ्यो कि पर्दैन खामै त गाइस यस्तो मस्तले हान्यो क्या अब खान्यो बोलिदिन्छ र दिन्छ र भन्छ त हामीलाई त है कति मिठो यता यता बस्छ यता फुल खाएर चाहिँ भ्याइयो गाइस आँप खाएर चाहिँ भ्याइयो कलाएर आजलाई यति नै फेरि पनि भेटौँला अर्को ब्लगमा अर्को दमदार ब्लगमा त्यति बेलासम्मको लागि बाई बाई